हामीले यही एउटा कुरा बुझ्दा हुन्छ आजबाट इनफ इज इनफ अलग हो, विवेकशील नेपाली दल अलग हो हैन? हजुर, यो इनफ इज इनफ अभियान यो अलगै हो। हामी यसमा सम्पूर्ण स्वतन्त्र युवाहरूको यो मुभमेन्ट अगाडि बढाउनको लागि हाम्रो खुन पसिना रगत पोखेको छ। हजुर, यो यसमा विवेकशील नेपाली दलको हो, उहाँहरू आउनुभयो, सहयोग गर्नुभयो, त्यसको लागि उहाँहरूप्रति धेरै धेरै धन्यवाद। तर जुन हिसाबले दलको एजेन्डा उहाँहरूले यहाँभित्र घुसाउन खोज्नुभयो त्यसको घोर भर्त्सना गर्नै पर्छ र सम्पूर्ण नेपाली जनताले विवेकशील नेपाली दललाई अब प्रश्न सोध्नेवाला छ। उहाँहरूले जुन किसिमको मिठो मिठो कुरा गर्नुभयो, के कुरा अनुसार उहाँहरूको हजुर व्यवहार छ त भनेर अब नेपाली जनताहरूले प्रश्न गर्ने बेला आएको छ। एउटा राजनीतिक दलले फुटाउन चाहँदैमा, सिद्ध्याउन चाहँदैमा सिद्धिने फुट्ने कस्तो सङ्गठन हो त इनफ इज इनफ? इनफ इज इनफ भनेको एउटा कुरा के क्लियरली बुझ्नुहोस् भन्दाखेरि सङ्गठन होइन, यो भनेको स्वतन्त्र अभियान हो। त्यसको पनि केही कमजोरीहरू थिए, त्यही कमजोरीहरू भएको कारणले गर्दाखेरि नै विवेकशील नेपाली दलले खेल्ने मौका त्यहाँ पायो। हामी जस्ता स्वतन्त्र युवाहरू पनि कम्तीमा रक्षा मन्त्रीसँग भेट्न जाँदाखेरि, स्वास्थ्य मन्त्रीसँग भेट्न जाँदाखेरि हामी जस्ता सक्रिय युवाहरूलाई त्यहाँ के एजेन्डा प्रस्तुत गर्ने भनेर उहाँहरूले बैठक राखिन पर्थ्यो। अब यो विगत केही दिनदेखि, विगत 14 दिनदेखि अनसनरत इसान आज अलिकति स्वास्थ्य स्थिति गम्भीर भएको हुनाले उहाँ अस्पतालमा भर्ना हुनुभएको छ। निश्चय पनि हामीले उहाँलाई साथ दिनुभएको छ। तर यहाँ इनफ इज इनफको अभियानकर्ताहरूले बिहान के भनेर विज्ञप्ति निकालिदिनु भयो भन्दाखेरि मन्त्रीज्यूसँग स्वास्थ्य मन्त्री जो कि 14-10 अर्बको भ्रष्टाचार काण्डमा फसिराख्नु भएको छ, उहाँसँग हामीले कुराकानी गऱ्यौँ भनेर केही विवेकशील नेपाली दलका साथीहरूले जुन किसिमले त्यहाँ मन्त्रालयमा गएर सहमति गरेर आउनु भएको छ त्यसको हामी एकदमै घोर भर्त्सना गर्न चाहन्छौँ। के इसानले विवेकशील नेपाली दलका लागि अनसन बसेका थिए त? के उहाँले 3 करोड नेपाली जनताको लागि अनसन बस्नु भएको होइन? इसानले उठाउनु भएका माग के पुरा भएका छन्? आज के हिसाबले उहाँहरूले यो हाम्रो विशेष गरी पुकार बम अनि विवेकशील नेपाली दलका केही साथीहरूलाई मेरो प्रश्न, सत्याग्रहीको इच्छा विपरीत जुन किसिमले उहाँले सहमति जनाउनु भएको छ त्यसको प्रतिरोध सम्पूर्ण नेपाली जनताले गर्नेवाला छन्। उहाँले यदि साँच्चीकै यीको मुद्दाप्रति समर्थन जनाउनु भएको हो भने हिजो उहाँहरू सिंहदरबारमा गएर ईश्वर पोखरेल अनि स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेट्ने काम गर्नुभएको छ। मलाई लाग्छ कि यो इसानले उठाउनु भएको माग पुरा भएको छैन अहिलेसम्म पनि। 10 अर्बको हिसाब किताब खै अनि आरटिडी टेस्ट पूर्ण रूपमा खारेज गरेको खै, यो खारेज नगरिकनै इनफ इज इनफ मुभमेन्ट, हामी पनि इनफ इज इनफ मुभमेन्टकै अभियानकर्ता हौँ, विवेकशील नेपाली दलका मित्रहरू मात्र होइन। अस्ति इनफ इज इनफ मुभमेन्ट चल्दाखेरि बालुवाटारमा हेर्नुहोस् सयौँ स्वतन्त्र अभियानकर्ताहरू थिए। विवेकशील नेपाली दलले सयौँ स्वतन्त्र अभियानकर्ताहरूको भावनामाथि घात गर्ने काम गरेको छ। विवेकशील नेपाली दलको यो कदमप्रति हामी विरोध गर्न चाहन्छौँ र इनफ इज इनफ अभियान अहिले पनि जारी नै रहेको छ। सत्याग्रही इसानले हिजो मलाई विवेकशील नेपाली दलले इनफ इज इनफ आन्दोलन सिद्ध्याउने काम गर्यो त्यसो भए? हजुर, यो 100% रूपमा यो सही कुरा नै हो। विवेकशील नेपाली दलले इनफ इज इनफ मुभमेन्ट सिद्ध्याउने काम गरेको छ। उहाँहरूले नेपाली जनतालाई अगाडि राखेर उहाँहरूको दलको सङ्गठन विस्तार गर्ने काम गर्नुभएको छ। यो चाहिँ राजनीतिबाट फ्रस्ट्रेटेड भएकाहरू केही परिवर्तन गर्नुपर्छ भनेर लाग्नु भएकोहरूको भावनामाथि उहाँहरूले कुठाराघात गर्ने काम गर्नुभएको छ। मेरो प्रश्न विवेकशील नेपाली दलका मित्रहरू र देशका अभियानकर्ता पुकार बमलाई, यदि के तपाईँहरू साँच्चीकै यो नेपालको राजनीति
सुधार्ने भनेर लाग्नु भएको भने तपाईँहरू हिजो किन भानुभक्त ढकालसँग गएर भेट्नुभयो? यसबारेमा इसानलाई केही जानकारी छैन। हेर्नुहोस्, उहाँ म रियालिटी कुरा बताउँदैछु। केही कार्यक्रम गर्नु पर्यो भने मुख्य अभियानकर्ता त इसान हो नि। केही जानकारी दिनुपर्छ कि पर्दैन? इसानलाई के भइरहेछ, वार्तामा के भइरहेछ भनेर जानकारी नै नदिकन इसान कमजोर भएको अवस्थामा उहाँहरूले त्यो स्वास्थ्य मन्त्री र रक्षा मन्त्रीसँग गएर भेट्नु जायज कुरा हो कि होइन? र यहाँ अर्को एउटा मैले भन्नै पर्ने कुरा के छ भन्दाखेरि यो मुभमेन्टलाई सयौँ हजारौँ स्वतन्त्र युवाहरूले सहयोग गर्नुभएको छ। बालुवाटारमा जुलुस हुँदाखेरि कतिजना घाइते भएका छन्। के उहाँहरूले यो आन्दोलनलाई के माओवादी आन्दोलन जस्तै गर्न खोज्नु भएको हो? उहाँहरूले चाहिँ राजनीतिक दलहरूले धेरैको ज्यान लिए, राजनीतिक दलको नेताहरूको हातमा रगत छ भनेर प्रश्न गरिराख्दाखेरि के उहाँहरूको हातमा रगत पऱ्यो कि परेन? अब त्यसैले सम्पूर्ण युवा मित्रहरूलाई अब यस्ता राजनीतिक दलको पछि नलाग्नु। हामीले यही एउटा कुरा बुझ्दा हुन्छ, आजबाट इनफ इज इनफ अलग हो, विवेकशील नेपाली दल अलग हो, होइन? हजुर, यो इनफ इज इनफ अभियान यो अलगै हो। हामी यसमा सम्पूर्ण स्वतन्त्र युवाहरूको यो मुभमेन्ट अगाडि बढाउनको लागि हाम्रो खुन पसिना रगत पोखेको छ। यो यसमा विवेकशील नेपाली दलको हो, उहाँहरू आउनुभयो, सहयोग गर्नुभयो, त्यसको लागि उहाँहरूप्रति धेरै धेरै धन्यवाद। तर जुन हिसाबले दलको एजेन्डा उहाँहरूले यहाँभित्र घुसाउन खोज्नुभयो त्यसको घोर भर्त्सना गर्नै पर्छ र सम्पूर्ण नेपाली जनताले विवेकशील नेपाली दललाई अब प्रश्न सोध्नेवाला छन्। उहाँहरूले जुन किसिमको मिठो मिठो कुरा गर्नुभयो, के कुरा अनुसार उहाँहरूको व्यवहार छ त भनेर अब नेपाली जनताहरूले प्रश्न गर्ने बेला आएको छ। एउटा राजनीतिक दलले फुटाउन चाहँदैमा, सिद्ध्याउन चाहँदैमा सिद्धिने फुट्ने कस्तो सङ्गठन हो त इनफ इज इनफ? इनफ इज इनफ भनेको एउटा कुरा के क्लियरली बुझ्नुहोस् भन्दाखेरि सङ्गठन होइन, यो भनेको स्वतन्त्र अभियान हो। त्यसको पनि केही कमजोरीहरू थिए। त्यही कमजोरीहरू भएको कारणले गर्दाखेरि नै विवेकशील नेपाली दलले खेल्ने मौका त्यहाँ पायो। हामी जस्ता स्वतन्त्र युवाहरू पनि कम्तीमा रक्षा मन्त्रीसँग भेट्न जाँदाखेरि, स्वास्थ्य मन्त्रीसँग भेट्न जाँदाखेरि हामी जस्ता सक्रिय युवाहरूलाई त्यहाँ के एजेन्डा प्रस्तुत गर्ने भनेर उहाँहरूले बैठक राखिनु पर्थ्यो। हेर्नुहोस्, हिजो किसानले मलाई म अब यो अनसन म यहाँ बसन्तपुरमा बसेर धेरै दिन ठेक्नेवाला अब छैन, म हस्पिटल जान चाहन्छु, म भरे राति अथवा आजको बिहान म अस्पताल जान्छु, तपाईँहरू पनि आइदिनु होला भनेर भन्नुभएको थियो। तर उहाँले इसानले के भन्नुभएको छ भन्दाखेरि अहिले पनि अनसन बसिराख्नु भएको छ हस्पिटलमा। अब यो सायद विवेकशील नेपाली दलको एउटा जुन अनसनै आन्दोलनै टुयाउने चाहिँ एउटा सपना असफल भएको छ, तै पनि उहाँहरूले खेलेर राख्नु भएको छ। म उहाँहरूलाई तपाईँहरूको मार्फतबाट होसियारी गर्न चाहन्छु, युवाहरूको भावनामा नखेल्नुहोस्। तपाईँहरूप्रति जनताले विश्वास गरेका थिए, त्यो विश्वास कायम राख्नुहोस्। अझै पनि तपाईँहरूप्रति मौका छ। यो स्वतन्त्र अभियानलाई स्वतन्त्र नै रहन दिनुहोस्। तपाईँहरूले भर्याङ बनेर मात्र सहयोग गर्ने हो, न कि चाहिँ त्यसको आएर लिड लिने हो। त्यसको लिड लिन्छु, विवेकशील नेपालीको सङ्गठन बढाउँछु भनेर नसोच्नुहोस्। अब के हुन्छ? अब इनफ इज इनफ मुभमेन्ट कसरी अगाडि बढ्छ त? इनफ इज इनफ मुभमेन्ट हामीले अब अगाडि बढाउँछौँ। किसान पनि हस्पिटलबाटै अनसन बसिराख्नु भएको छ। यहाँ अझै पनि केही युवाहरू, हामी जस्ता केही युवाहरू यो मुभमेन्टलाई टुइन दिनु हुन्न। आज पनि त्यसैको अन्तर्गत नै हामीले यहाँ धर्ना बसेका थियौँ। हिजो इनफ इज उहाँहरूको विवेकशील नेपाली दलको सहमति भए पनि नभए पनि आज हामीले यो कार्यक्रम गर्छौँ भन्ने हिसाबले यहाँ बसेका छौँ। र फेरि पनि म एकपटक कुनै पनि विवेकशील मात्र होइन, कुनै पनि राजनीतिक पार्टीलाई यस्तो स्वतन्त्र अभियानमा आएर सहयोग गरिदिने हो। तपाईँहरूको त्यहाँ आएर यो अभियानलाई नै राजनीतिक दलको एउटा सङ्गठन बनाउँछु भनेर नसोच्नुहोस्। कृपया तपाईँहरूको माध्यमबाट पनि यो म्यासेज जाओस्। इनफ इज इनफ जारी छ। कसैले टुयाउन चाहँदैमा, कसैले खेल्न चाहँदैमा यो रोकिनेवाला छैन। धेरै धेरै थ्याङ्क यू। रोजगार होइन भने भत्ता दिए भनेर हामीले आज यो गरेका छौँ। आज विश्व नै यो सङ्कटबाट गुज्रिरहेको अवस्थामा देशका शासकहरू, जसलाई हामी सरकार भन्छौँ, उहाँहरू आफ्नै चाहिँ विलासिताका कुराहरूमा रमाइरहनु भएको छ।
तर पनि जनताको अवस्था के छ, नेपाली जनताले खाना पाए कि पाएनन् होइन, चाहिँ नेपाली जनताहरू कुन अवस्थामा छन् भनेर उहाँहरूको ध्यान कहिले पनि गएको देखिएन। यो अवस्थामा पनि आज यस्तो सङ्कटमा गुज्रिँदा पनि जनताप्रति उत्तरदायी नभएको अवस्थामा आज यस्तो चाहिँ गम्भीर अवस्थामा पनि सडकमा उत्रेर आज देख्न सक्नुहुन्छ यति धेरै जनताहरू चाहिँ आफ्नो घाँसबासको कपस धेरै भन्नुहुन्छ, यहाँ त लगभग 10-12 जना मात्रै हुनुहुन्छ होइन, यो प्रतिनिधिमूलक सहभागिता हो। आज हामीले पनि ऐक्यबद्धता जनाउन यहाँ आएका छौँ होइन, किनभने सबै के भन्छ आगोको झिल्को धेरै चाहिँदैन, किनभने कति सहभागिता छ भन्दा पनि हामीले बोकेको मुद्दा के हो भन्नेतर्फ जानुपर्छ कि मुद्दा के हो, आखिर मुद्दासँग सरकार छ तर के देशको युवाहरूलाई देशमै रोजगारी दे भन्नु गलत हो र होइन नि त, गरिबलाई चाहिँ घाँसबास र कपासको व्यवस्था गर भन्नु गलत हो र, यो त नैसर्गिक अधिकार हो नि त नेपाली जनताको। आज यही अधिकारको सुनिश्चितता गरिनु पर्यो भनेर आज हामी यहाँ विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेका छौँ, विभिन्न सरकारवाला पक्षहरू हुनुहुन्छ यसमा होइन, यसमा चाहिँ हाम्रो पनि ऐक्यबद्धता छ यसमा। डर लाग्छ